हेलो गाइस, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन। अन्त आज पनि म सानो मिनी ब्लग बनाउन गइरहेको छु। अहिले चाहिँ म कहाँ जानु आँटेको भन्दाखेरि चाहिँ मल जानु आँटेको, क्यानियोन मल जानु आँटेको सपिङको लागि। कोही एक दुईवटा सपिङहरू गर्नु छ, त्यो भएर चाहिँ म जानु आँटेको। अहिले चाहिँ म रेडी भइसकेँ। अब यसमा यही गेटअपमा जानु आँटेको भनौँ न। त्यहाँबाट मेरो साथी पनि छ पर एउटा जग्गाबाट, यहाँबाट 2-3 मिनट्सको वकिङ डिस्टेन्स हो उसको। त्यहाँबाट म र ऊ जानेछु। अन्त सपिङ मल पनि तपाईँहरूलाई भिजिट गराउँछु। हामीले के किन्छु, के गर्छु भनेर हामी देखाउँदै लाने नै छु तपाईँलाई। तपाईँहरूले जस्ट हेरिदिनु होला अनि लाइक एन्ड सब्सक्राइब गरिदिनु होला हाम्रो मेरो च्यानललाई। अनि थोडा माया दिनु होला भन्न चाहन्छु। त्यही हो। अन्त देखाउँदै जानेछु, त्यही हो। यहाँ चाहिँ मेरो साथी आउँदैछ। म चाहिँ मेरो साथीलाई पर्खिराख्छु। अब यो चाहिँ उसको बिल्डिङ हो। मेरो फ्रेन्ड चाहिँ आइसक्यो, यहाँभित्र पसिसक्यो। अब हामी चाहिँ कहाँ जाँदैछ? बिग क्यानियन जाँदैछ फर सपिङ गाइस। स्टे ट्युन। अहिले चाहिँ बाटोमा जाँदै हामी मलहरू देखाउँछौँ। बाजुले लान्छ हामीलाई, आब्बाले हामीलाई सपिङमा लान्छ। आब्बाले मलाई पैसा छ अरे, आब्बाको कार हो रहेछ यो है। पैसा छ जुन सेकेन्डमा बसौँ न। घरबाट चाहिँ निक्लिसकेँ हामी चाहिँ। अन्त सपिङको लागि गएको बिग क्यानियोन होइन। अब म बाटोमा तपाईँहरूलाई दामी भ्युजहरू देखाउँदै लान्छु। यहाँनिर मेरो साथी बसिरहेको छ। हामी दुईजना जाँदैछ। आज हाम्रो दिन हो, सपिङ गर्ने दिन हो। हाम्रो एरिया चाहिँ यस्तो छ, तपाईँहरूले देख्न सक्नुहुनेछ। कस्तो गरम छ यार यहाँ त। लङ कट पनि राम्रो छ बसमा है, मजा आउँछ। त्यो बस जाने चाहिँ लामो अगाडि बेलेन्चन भन्ने चाहिँ हस्पिटल हो, यहाँनिर छ। तपाईँलाई देखाउँछु। यो चाहिँ हस्पिटल हो, बेलेन्चन हस्पिटल। तपाईँहरूले देख्दै गर्नुभएको चाहिँ बेलेन्चन हस्पिटल हो, यति ठुलो छ। अन्त यसकै छेउमा चाहिँ बिग क्यानियोन छ। त्यो भनेर चाहिँ हामी बेलेन्चन जाउँ भनेर हामी कुरा चाहिँ गर्छौँ। यो हस्पिटल चाहिँ यो प्रपर तपाईँले देख्न सक्नुहुनेछ। यो ठुलो, यो डल्लै हस्पिटल हो, यो कलरको डल्लै बडा ठुलो छ यो हस्पिटल। अन्त हामी मलाई हस्पिटललाई त के पो भन्छ यहाँ त? बेतखोली हस्पिटल यही हो। यो सबै हस्पिटल रहेछ है। हामी भ्यूहरू हेर्दै हामी चाहिँ सपिङमा जाँदैछौँ। यो चाहिँ हाम्रो क्लोज टु मलको नजारा चाहिँ यस्तो छ गाइस। ट्राफिकमा अड्किँदा साह्रो ढिलो हुन्छ। त्यहीमाथि बसमा हिँड्नु पऱ्यो भने झन् पुरा साह्रो पर्छ। धन्न हाम्रो चाहिँ बसमा हिँड्नु चाहिँ कोही बेला मात्रै पर्छ, नत्र त घरको मान्छेले नै ड्रपिङ गरिदिइहाल्छ, ल्याउनु पनि आइदिइहाल्छ है। त्यहाँदेखि त्यो हुन्छ। उसलाई त झन् बसमा हिँड्नु पनि दिँदैन। कति मजा छ। मेरो पनि जहाँ मेरो सामानहरू छ ल्याइदिन्छ, तर गएर क्या सामानहरू पनि ल्याइदिन्छ भनिदिन्छु म त। म त उयस त गरिदिन्छु, अराइदिन्छु। मतलब ल्याइदियो सामानहरू मेरो यस्तो जग्गामा छ भने ल्याइदिन्छ है। गाइस हामी चाहिँ पार्किङमा आइसक्यो। अब चाहिँ हामी सपिङको लागि मलभित्र पस्छौँ। बेलेन्चनहरू बिग क्यानियोन हो, ग्रान्ड है हाम्रो एरियाको चाहिँ। यहाँ चाहिँ यहाँनिर हेर न भिडियो। त्यस्तै हो यो एचएनएम। यसको मुनिको नजारा यहाँ चाहिँ हट सिनेमा रहेछ मलको। म यस्तो
जिम्मी बस रिचार्ज कार्ड रिचार्ज गर्यो ल्याएर बस कार्ड रिचार्ज गर्यो तिमीलाई त सानो देखिरहेछ नभन न भिडियो बन्छ बनाउँछु होला रहेछ ल आउन यता यो चाहिँ तिम्रो नाइकी हो यो चाहिँ नाइकी किन्ने अफर छैन अहिले हाम्रो इटाली ब्रान्च ल आउ त दुईजना हामी दुईजनै हो है सपिङ गर्नु जानु चाहिँ ब्ल्याक एन्ड ब्ल्याक अस्तिको सेकेन्ड पार्ट हो अब यो चाहिँ हाम्रो चिनामा सपिङ पनि गरिसक्यो खुट्टा टाइम लाग्यो लाइनमा हो मेरो बनाइदिइ गरिदिन्छ ऊ गरिदिन्छ त अन्त अहिले त्यसको त्यहाँ गरिसकेर गरिदिन्छ होला किन्छु तपाईँहरूले देख्नु सक्नुहुन्छ हाम्रो सपिङ चाहिँ यहीँनिर सकिसकेको छ होइन यही हो बेलेन्सर मल भने हामी त टाइम बेसी हुँदैन नि त त्यो भएर हामीले सबै कुरा देखाउनु पाउँदैनौँ होइन त्यही हो खिच्नु पाउँदैनौँ अब कम्ती टाइम हुन्छ कम्ती टाइममा टक गरिहाल्नुपर्छ त्यो भएर चाहिँ मेरो साथीलाई चाहिँ हेर्दै गर्नु होला गाइस मै भिडियो गर्ने भएर निक्लिनै पाउँदिनँ रहेछ त्यो चाहिँ मलाई रड्डी लागिरहेको छ उसले चाहिँ आप्पालाई फोन गर्दैछ हामीलाई पिक गर्नुको लागि ल्याउनुको लागि बोलाउँदैछ अब हामी चाहिँ सपिङहरू आज त्यस्तो बेसी गरेन हामीमा टाइम ज्यादै भएन नि त त्यो भएर अझै 15 मिनटमा आउँछ अरे त्यसो भए हामी यहाँनिर फोटो मेरो साथी चाहिँ सपिङ गरेर पुरा खुसी भइरहेको छ आज मन पर्दैन मलाई त्यो मैले पहिला किनेर कि जाउँ बाजे आइपुग्दैन गएर क्याब किन्नु थियो नि अब होस् किन्दिनँ नेक्स्ट मन्थ किन्छु किन्दिनँ अब किन्छ भने किन म पैसा दिन्छु किन्दिनँ अहिले ल 100 सेकल पर्छ 100 सेकलको क्याब दिनु त सानो एक्सपेन्सिभ हो दिन्दिनँ फुटलकमा अनि तिमी हेर्ने भनेको होइन जुत्ता अघि तिमीले फर्स्टमा हेरेको यहीँ हो है तिमीले यो च्याउ पहिला एडिडास होइन न म त्यो क्याब हेर्ने नकुदा न चिप्लिन्छ नक्कली 1 आवर भनेर त आम्मा कति आवर भइसक्यो 2 घन्टा भयो बाजे चाहिँ आरामको छ र मात्रै हाम्रो जीले अपने जिन्दगी भनेर छोडिदिएको छ अझै टी सर्ट त यहाँ पो दामी थिएछ यो किन्ने जिम वेयरहरू क्या दामी आएको छ होइन यस्तो त छनु त के तर मलाई चाहिँ उयो लाउनु मन परिरहेको छ यस्तो ट्र्याकहरूमा त्यो उल्ला ठुलो लगाइवाला ट्र्याक हुन्छ नि यो बाइकहरूको सिम्पल दामी रहेछ यो बाइक
धर्केमा ब्ल्याक कलरको ट्र्याक लगाउनु मन परिरहेको छ स्ट्राइप होला कति क्युट चप्पल नानीहरूको कति क्युट हेर न यहाँ हेर न कस्तो मजाको है अस्ति हामी यहाँनिर उयो फेरि डिनर यहीँनिर मुनि गाइस अब चाहिँ हामी घर जाँदैछ गाडी पनि आइसकेको छ गाडीको के भन्नु अब भन न तिमी अब लिनु आउनु भएछ अब हामी फर्केको सपिङ पनि गरिसक्यो गाइस अब चाहिँ हामी घर जाँदैछ होइन यो भिडियो अपडेट हुँदैछ छिटै ट्राफिक जाम यो ग्लोबल एडभोकेट हो कि यहाँ आउँदो रहेछ यहाँ सिफ्ट भएको छ अहिले हालै बोल्दै गरेर साथी हो आज चाहिँ हेभी गरम छ गाइस हामीलाई चाहिँ भोक पनि पुरा लागिसकेको छ हामीलाई चाहिँ अब खानुको टाइम पाउँदैनौँ घन्टा पाउँछ त्यो सपिङ गर्दा ठिकै हुन्छ हो बेला बेला त सम्झिँदा मैले पनि खाना त बनाइराखेर कहिले अस्तिको दिन कहाँ मैले बिहिबार पकाएको म त अघि नै बिहान जिमबाट फर्किँदा सब्जी हेरेको बिन्सहरू हेरेको केही थिएन हो अन्त मैले यस्तो यत्रो डल्लो डल्लो फर्सी दिएँ कि होइन त्यही किनेर एउटा ल्याएँ त्यही पकाएँ त्यो तिमीले ल्याउँछ नि यत्रो क्या फर्सी घिउ खान्छु म आज त्यो फर्सी खानु त्यही फर्सी ल्याएँ आज मैले दहीसँग है डल्लै पकाएँ क्या मिठो हुन्छ है त्यो किन्नु पर्यो म पनि ए अगाडिले माग्छु देखायो अरे त्यो फर्सी घरमा छ छैन फोटो पठाइदिनु भोलितिर म जान्छु तपाईँको सपिङमा तिमी त्यो फर्सीको फोटो मलाई खिचेर पठाउ ल म बाजेलाई लिनु आउँछु ल मलाई के ल्याइदिनु भन्छ ल ओके अस्ति सिबी त गुगलमा खोजेर भए पनि देखायो भोलि बिहान भोलि कहिलेतिर जान्छु म फेरि होइन आज पनि सपिङ गरेर आएँ नि मैले बिहान चाहिँ कार्की दाइलाई जुमाउँदा छिङ भनेको त गयो जिमबाट फर्किँदा कार्कीले मलाई जिम आऊ न बहिनी भनेको थियो नि कार्कीले अस्ति भनेको थिएन यो गर्दैन म अस्ति उतै गरेर छोडेर आएको भनेको बाहिर चाहिँ डरलाग्दो गरम छ यस्तो घाम लागिरहेको छ होइन हामी चाहिँ घर फर्किँदैछ अब यो चाहिँ मेरो घरको छेउमा पुग्न आँटिसकेँ अब चाहिँ हाम्रो घर आइपुगिसक्यो मेरो साथी पनि जान्छ अब म पनि छुट्टिन्छु अब फेरि यसो हेलो गरेर बाई बाई गरिराख्थ्यो हामी भेट हुँदैन यति होइन बाई बाई अब हामी सकेको आज हाम्रो दिन भरे भेट्यो भने चाहिँ भिडियो बनाउँछौँ भेटेन भने चाहिँ भोलि